कुवेतको वाटर प्युरिफायर यो यहाँको वाटरलाई प्युरिफाई गर्ने र यहाँ अब हामी चाहिँ पुलमाथि छौँ 360 मलमा जाँदै यहाँको दोस्रो ठुलो मल गाडीहरू आउजाउ भइरहेको हुन्छ यहाँ चाहिँ यो पार गर्नलाई समस्या हुने भएर यहाँ हामी पुलमाथिबाट पार गर्दैछौँ किनकि यहाँ ठुलो मात्रामा गाह्रो हुन्छ कि गाडी यति धेरै हिँड्छ यति धेरै यता पुरै खाली छ यो एयरपोर्टको ठाउँ कुन छ 360 भनेर छ त्यहाँ चाहिँ हैन ल यहाँ गाडी गाडी माथि गाडी हिँडिरहेछ फुल त सही छ त यार अलि दिउँसो आ भए हुने रहेछ है पार्टी हो यस्तो वाला चाहिँ मैले अहिले हो यार यहाँ देखाएको छैन नि प्राय ठाउँमा पानी हेर न यार हामी चाहिँ यहाँ 360 मलनिर आएको छौँ होइन तर यहाँ यस्तो जबरजस्ती काँडाहरू हालेर उमारिरहेको छ ल शेख जबेर अल अब्दुल्ला अल जबेर अल सबा इन्टरनेसनल टेनिस यहाँको चाहिँ के छ भने जिजुबाउको नामको पछाडि हजुरबाउको नामको पछाडि बुवाको नामको पछाडि आफ्नो नामको पछाडि थर राखेर अनि प्रो लामो बनाउँदा लामो हुँदो रहेछ है कत्रो धेरै त्यो भएर चाहिँ कति धेरै झन्डाहरू पनि रहेछ तर सबै कुवेतको झन्डा यतापट्टि चाहिँ यो एयरपोर्ट छ उताको चाहिँ एयरपोर्टबाट आउँदाखेरिमा ठ्याक्कै उयो देखिन्छ यो वाटर प्युरिफायर गर्ने ठाउँ यो बाटो मात्रै हाइवे हो कि यो चाहिँ जबरजस्ती रोपेको छ नि यहाँ पानी यति धेरै हालेको हुन्छ माटो यति धेरै लिएर आएर राखेको हुन्छ के हो यो माटै हुँदै पाउँदैन यहाँ कहाँबाट लिएर आएर राखेको पानीभित्र बत्ती बलिरहेछ सानो चिज हो त यार यो चाहिँ के रहेछ यो त 360 होइन यो डमरुको तालमा आत्मा बदलिन्छ शिवको ताण्डव बहने हराउँछ जाग्यो लड जिउ